नमस्ते अनि हार्दिक स्वागत छ नेपाल र नेपाल बाहिर विश्वका सम्पूर्ण कुनामा छरिरहनुभएका सम्पूर्ण दर्शक महानुभावहरूमा मैले एउटा नयाँ कार्यक्रम ल्याउने जमर्को गरिरहेको छु र यो कार्यक्रमको नाम रहनेछ छताछुल्ल। कार्यक्रम छताछुल्लमा चाहिँ विभिन्न समसामयिक विषयवस्तुहरूमा कुराकानी गरिनेछ। जीवन भोगाई, सिप, साहित्य, राजनीति र विभिन्न विषयवस्तुमा हामी त्यो विषयवस्तुसँग जानकार या त त्यो विषयवस्तुसँग अलिकति चाख राख्नुहुने महानुभावहरूलाई ल्याएर कुराकानी प्रस्तुत गराउनेछौँ। यही सिलसिलामा कार्यक्रम छताछुल्लको पहिलो एपिसोड लिएर आएको छु। यो कार्यक्रम छताछुल्लको पहिलो एपिसोडमा मैले आज अतिथिको रूपमा निम्ताएको छु नेपालको तेह्रथुम जिल्लामा जन्मिएर हाल दक्षिण कोरियामा लामो समयदेखि कार्यरत एकजना अतिथि मित्र हुनुहुन्छ। हाम्रो आदरणीय दाइ पनि हुनुहुन्छ र उहाँलाई आजको हाम्रो यस कार्यक्रम छताछुल्लको पहिलो अतिथिको रूपमा स्वागत गर्न गइरहेको छु। र मैले यो भिडियो बनाइरहँदा उहाँलाई चाहिँ यो मेरो आफ्नो स्टुडियोमा नभएर उहाँको कुराकानीहरू मैले बाहिर लिएको छु र बाहिर खिचिएको भिडियो तपाईँहरू समक्ष राख्न गइरहेको छु। हेर्नुहोस् यो भिडियो। दाजु, तपाईँलाई मेरो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। अनि कस्तो चलिरहेछ कोरियाको बसाइ? कोरियाको बसाइ समग्रमा राम्रै छ भनौँ न। अब अहिले समय भयो अनि तपाईँको बसाइहरू आजसम्मको बसाइहरू ठिकै छ, राम्रो छ, कठिन छ, कस्तो छ? बसाइ सुखदै छ है। अब यहाँ अब विशेष गरेर श्रमै गर्नुपर्छ, मेहनतै गर्नुपर्छ। हजुर, अब एकैछिन हजुर, अब यो मेहनत गर्ने कुराहरू त छँदैछ हामी पछिल्लो समयमा। अब एकैछिन हजुर, राजनीतिक विषयवस्तुमा तपाईँ अलिकति सक्रिय हुनुहुन्छ, त्यो विषयवस्तुलाई जोड्छु होइन। अनि त्यो विषयवस्तुलाई जोड्न लाग्दाखेरि म तपाईँसँग जेनजी आन्दोलन पछाडि जुन भदौ 23 र 24 पछाडिको राजनीतिक परिवर्तनको विषयमा तपाईँको धारणा के छ र यो परिवर्तन हुनु जरुरी थियो कि थिएन भन्ने विषयमा सोध्न चाहन्छु। तपाईँको धारणा राखिदिनुहोस्। पहिलो कुरा चाहिँ मेरो के हो भने अब राजनीतिक परिवर्तन थियो थिएन भन्दा नि परिवर्तन त आवश्यक नै थियो, तर मेरो असहमति भनेको के हो भने चाहिँ नि विध्वंस गरेर परिवर्तन को जरुरी छैन। अझै पनि भन्छु म, जति विध्वंस गरियो र परिवर्तनको लागि त्यो विध्वंस आवश्यक थिएन। त्यो चाहिँ अलिक तपाईँ बोल्दै गर्नुभयो भने विध्वंस नगरिकन आजको यो परिवर्तन सम्भव थियो होला त? त्यो परिवर्तन भइसकेको थियो त। अनि सरकारले राजीनामा दिइसकेको थियो, प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्था थियो र भनेको 24मा चाहिँ यो विध्वंस भयो भन्ने कुराको। 24मा त्यत्रो विध्वंस गरिराख्नु पर्ने, त्यो राष्ट्रको त्यत्रो होइन धरोहरहरू ध्वंस भए होइन, खरानी भए। अब त्यो बनाउनलाई कति समय लाग्छ, नबन्न पनि सक्छ होइन। र परिवर्तनको नाममा, क्रान्तिको नाममा विध्वंस जरुरी छ जस्तो लाग्दैन। हामीले त्यही कुरालाई संरक्षण गरेर पनि क्रान्ति गर्न सक्छौँ, परिवर्तन गर्न सक्छौँ होइन। अब त्यसको लागि मेरो चाहिँ भिजन चाहिँ के हो भने परिवर्तन आवश्यकता थियो, देशमा सबै कुरा राम्रो थियो भन्ने होइन, तर बिल्कुलै देशमा केही पनि नभएको भन्ने पनि होइन नि त होइन। हामीले अब धेरै कुराहरू राम्रो भएको छन्, हामीले खालि नेगेटिभ कुरालाई मात्रै प्राथमिकता दियौँ। सानो कुरा के भयो भने नेगेटिभ कुरा छ भने त्यो एकदमै अहिले अब सामाजिक सञ्जाल भाइरल हुने होइन। अब त्यो सामाजिक सञ्जालमा विभिन्न इन्फ्लुएन्सरहरूले चाहिँ गलत कुराहरूलाई मात्रै धेरै प्रोत्साहन दिएर चाहिँ सरकारलाई, पुरानो सरकारलाई कमजोर बनाउन खोजियो भन्न खोज्नुभएको होइन त? अब त्यही सामाजिक सञ्जालमा चाहिँ अब एल्गोरिदम भन्छ, त्यो एल्गोरिदम चाहिँ सायद हामी सबैमा त्यो हुन्छ। किनभने अलिकति हामीले नेगेटिभ कुरा आयो भने चाहिँ अब हामी आफ्नै क्यामेरामा अर्थात् हाम्रै मोबाइलमा पनि त्यो नेगेटिभ कुरा आयो भने हामी मजाले हेर्ने होइन, त्यो लौ गर्ने। अझ राम्रो कुरा, पोजिटिभ कुरा छ भने फ्ल्याट हामी चाहिँ
स्क्रिन त्यो गरिदिइहाल्ने होइन स्किप गरिदिइहाल्ने स्किप गरिहाल्ने सो ठिकै छ। त्यो अब तपाईँको यो विषय पनि प्राय सञ्जालकर्ताहरूले बुझ्नु नै हुन्छ होला कि किन चाहिँ तपाईँलाई यो परिवर्तन त्यति बेलाको विध्वंसकारी हुनुहुन्थ्यो भन्ने कुरा चाहिँ पक्कै पनि बुझ्नुहुन्छ होला। मेरो अर्को चाहिँ तपाईँलाई बुझ्नुपर्ने धारणा के छ भने मेरो धारणा के छ भने मेरो क्वेसन चाहिँ तपाईँलाई के छ भने जस्तो अब जुन विध्वंसकारी त भयो होइन भयो ल विध्वंस भयो अनि त्यस पछाडि जुन बालेन शाह र रवि चाहिँ हाम्रो रासोपाका अध्यक्ष रवि सभापति रविज्यूले चाहिँ बालेनलाई चाहिँ प्रधानमन्त्री बनाउने सहमतिमा भएको चुनाव पछाडिको परिणामको विषयमा चाहिँ तपाईँ के भन्नुहुन्छ? 182 सिट प्रत्यक्ष अप्रत्यक्ष गरेर आएको छन्। अब परिवर्तनको लागि भएको मत हो कि यो पुरानो सरकारप्रतिको आवेश हो कि के जस्तो लाग्छ तपाईँलाई? अब यो चाहिँ अलिकति अप्रत्याशित परिणामै हो नेपालको लागि अर्थात् विश्वको लागि नै यो एक खालको चाहिँ अप्रत्याशित हो होइन। तर अब अलिकति यो चाहिँ अब स्थापित अहिले नि स्थापित पार्टीहरू थिए जुन पुराना पार्टीहरू भनौँ न मेन स्ट्रिमका पार्टीहरूले गरेको एक खालको चाहिँ अब उनीहरूले पुरै नराम्रो गरेको भन्न पनि मिल्दैन होइन। उनीहरूप्रति चाहिँ जनताले रासोपालाई चाहिँ पूर्ण बहुमत दिएर झन्डैको 2/3 दिएको छ। यसमा तपाईँलाई पनि त्यति ठुलो आपत्ति चाहिँ छैन भन्नुभएको नि त? होइन मतलब अब यसमा त आपत्ति जनाउने कुरा भएन नि त। अब जनताको मतलाई त स्वीकार्नु पर्यो होइन हामीले। तर अब के हो भने त्यो चाहिँ अप्रत्याशितै थियो। यो चाहिँ पुराना पार्टीहरूप्रति जनताहरूको जुन एउटा वितृष्णा थियो नि जसरी जनताहरूले आकाङ्क्षा गरिरहेको थियो त्यो अनुसार काम भइरहेको त थिएन होइन। अब भ्रष्टाचार र सुशासनका कुराहरू धेरै भइरहेका थिएनन् मतलब अब सुशासन कायम हुन सकिरहेको थिएन, भ्रष्टाचारलाई रोक्न नियन्त्रण गर्न सकिरहेको थिएन। अब त्यो चाहिँ भयो। अनि अर्को सबैभन्दा चाहिँ मेन कुरा चाहिँ के हो भने त्यहाँ आफ्नालाई जोगाउने र अर्कालाई चाहिँ अब तपाईँको मतलब पुरानो सरकारले त्यो गर भन्नु? पुरानो सरकार होइन पुरानो पार्टीहरू सबैले आफूलाई समर्थन गर्नेलाई सुरक्षा गर्ने र आफू विरुद्ध बोल्नेहरूलाई आफूसँग असहमति राख्नेहरूलाई चाहिँ सिद्ध्याउने काम गरियो होइन। त्यो कारण पनि एक खालको जनतामा वितृष्णाको कारण त्यो पनि हो। अब पार्टी कार्यकर्ताहरूमा पनि वितृष्णाको कारण चाहिँ त्यो हो। अब 81 भदौ 23 सम्म चाहिँ अर्थात् भदौ 22 सम्म चाहिँ ओके ठिकठाक भइरहेको 23 पछि चाहिँ कसरी बेठिक भयो भन्ने कुरा हो नि त। यो त एकै दिनमा यस्तो भयो नि त। करप्सनदेखि लिएर अनेक कुराहरू त होइन भइ नै रहेको हो नि त पछिल्लो लामो समयसम्म होइन। होइन त्यो करप्सन त अब जहीँ पनि हुन्छ होइन। तर करप्सनलाई कसरी नियन्त्रण गर्ने करप्सनलाई कसरी घटाउने भन्ने कुरा चाहिँ थिएन होला नि त। जनताहरू किन होइन त्यो थिएन होइन थिएन र त थिएन। अब भ्रष्टाचार शून्य हुने कुरा त काहीँ पनि अब हुँदैन त्यो। किनभने अब जहाँ अब मान्छेहरूलाई चाहिँ त्यो भ्रष्टाचार गऱ्यो भने उसलाई मृत्युदण्ड दिन्छ र पनि त्यहाँ भ्रष्टाचार चाहिँ भइरहेको हुन्छ होइन। अब यो एक खालको मानवीय नै भयो होइन। तर कुन मात्रामा हुने कसरी नियन्त्रण गर्ने भन्ने कुरा चाहिँ होइन अब पुरै जिरोमा त सकिन्न त्यो। अब त्यो पनि भइरहेको थिएन। अब नेपालमा चाहिँ अब भ्रष्टाचारीहरूलाई संरक्षण गरियो क्या। तपाईँ त अलिकति पछिल्लो समयमा नेकपा एमालेसँग सम्बन्धित आफ्नो सामाजिक सञ्जालमा विचारहरू व्यक्त गरिरहनुहुन्छ। एमालेलाई साथ समर्थन गरिरहनु भएको छ र तपाईँलाई प्रश्न चाहिँ के भने नेकपा एमालेको ले उनको सरकारमा पहिले सरकारमा रहँदाखेरिको र केपी ओली हुनुहुन्छ तपाईँहरूको अध्यक्ष उहाँले पनि दुवैपटक प्रधानमन्त्री भएको बखतमा गरेको कार्यहरूलाई कसरी प्रस्तुत गर्नुहुन्छ र अबको 5 वर्ष पछाडि नेकपा एमालेलाई कुन ठाउँमा देख्न चाहनुहुन्छ? अब अहिले के छ भने अब नेकपा एमाले को अब को भावी दिनहरू कस्तो हुन्छ भन्ने भन्दा पनि अहिले अब नेकपा एमालेका कार्यकर्ता भन्दा पनि नेताहरूले चाहिँ कस्तो गतिविधि गर्छन् भन्ने कुरा भयो होइन। उनीहरू चाहिँ अलिकति चाहिँ करेक्सन चाहिँ हुनुपर्ने अवस्था चाहिँ सृजना भएको छ होइन। अनि अब
अर्को कुरा के छ भने अब अहिलेको यो नयाँ रासपा अहिले बालेनको सरकारले कस्तो गतिविधि गर्छ त्यसकोमा पनि भर पर्ने कुराहरू हुन्छ। अनि अब त्यसको आधारमा पनि अब एमालेको स्टेज अब एमालेको चाहिँ अवस्था कस्तो हुन्छ भन्ने हुन्छ। तर अब एमाले चाहिँ अहिले नै चाहिँ अब निमिट्यानो हुन्छ भन्न चाहिँ सकिन्न, किनभने अब एमाले अझै पनि अब नेताहरू चाहिँ सचिएर आयो भने एमाले राष्ट्रको शक्ति नै हुन्छ हैन। किनभने त्यहाँभित्र यति धेरै कार्यकर्ताहरू छन्, यति धेरै चाहिँ अब बौद्धिक मान्छेहरू, यति धेरै चाहिँ अध्ययनशील मान्छेहरू छन् है। पछिल्लो समयमा नेकपा एमालेको कार्यकर्ताहरू निकै निष्क्रिय भएको जस्तो, थाकेको जस्तो, अनि नेकपा एमालेको चाहिँ अब शक्तिले काम गर्दैन जस्तो देख्नु भएन? किनभने तपाईँहरूको अध्यक्षज्यू त एकचोटि अनुसन्धानको क्रममा हिरासतसम्म पुर्याउनु भयो हालको सरकारले हैन। बालेन सरकारको गृहमन्त्री जो सुदन गुरुङ हुनुहुन्थ्यो, अहिले त अब राजीनामा दिनुभएछ, उहाँले चाहिँ हिरासतसम्म पुर्याउनु भयो तपाईँहरूको आफ्नो पार्टीको अध्यक्षलाई। अनि तपाईँहरूको शक्ति कमजोर भएको महसुस गर्नु भएन सडकहरूमा? अहिले त्यो कमजोर भन्दा पनि अब यो अनुसन्धानै गर्न नमिल्ने भन्ने त होइन नि त। अब अनुसन्धान त जो कसैलाई गर्न मिल्छ हैन, पक्राउ गर्न मिल्छ। किनभने त्यति बेला भएको अब त्यति बेलाको देशको चाहिँ अब कार्यकारी प्रमुख भएको हिसाबले अब त्यहाँ जिम्मेवारीका कुराहरू पनि आउँछन्। त्यो अब स्वाभाविक रूपमा अनुसन्धान गर्नै नमिल्ने भन्ने कुरा होइन है। तर अब अनुसन्धान गरेर मात्रै पनि हुँदैन, अनुसन्धान पछाडिको निष्कर्ष के हो त हैन। अब मुद्दा चल्ने नचल्ने त्यो ठुलो कुराहरू भयो हैन। अनुसन्धानमा मेरो त्यत्रो उ छैन, तर अनुसन्धान पछाडि निस्किने निष्कर्ष चाहिँ ठुलो कुरा हो नि त। तपाईँ चाहिँ अब 5 वर्ष पछाडि हामीले भेट्दाखेरि नेकपा एमालेकै सदस्य रहनुहुन्छ या माटोतिर या रासपातिर कतै पुग्न सक्ने सम्भावना कति? अब अहिले नै म के भन्छु भने नि, अब एमाले र अरू जुन अब नयाँ छन्, नयाँहरूको चाहिँ अलिकति धरातल चाहिँ जग चाहिँ अब के भन्ने त्यसलाई ठोस रूपमा चाहिँ अहिलेको उनीहरूको धरातल चाहिँ अहिले नै ठिक छैन क्या। उनीहरू चाहिँ अब ढ्याकढुक्क हावाहुमा आछ। अब त्यही भएको हुनाले उनीहरूको अब यही अवसर रहन्छ भन्न सकिन्न। तर एमालेको जग छ क्या, त्यो जग भएको हुनाले अलिकति अब नेतृत्व तहमा चाहिँ अलिकति सचिए भने, उनीहरूले त्यो खालको कमिटमेन्ट गरे भने, उनीहरूले चाहिँ अब श्वेतपत्र जस्तो चाहिँ जारी गरेर अगाडि आयो भने रहने सम्भावना एमाले नै रहन्छ। किनभने अब राजनीति भन्ने कुरा विचारले हुने हो हैन। ढ्याकढुक्क मैले असन्तुष्टि राखेर गर्ने राजनीति भनेको चाहिँ मैले विरोध गरेर मात्रै गर्ने राजनीति भनेको चाहिँ क्षणिक हो त्यो। र अब बुझेँ तपाईँको नेकपा एमाले छाड्ने अहिले तत्काल केही धारणा छैन। अब अहिले नै एमालेलाई छाडिहाल्ने र एमालेको विचारलाई चाहिँ त्यागिहाल्ने अवस्था छैन है। मेरो के मात्रै माग छ भने एमालेको नेताहरू सचिनु पर्यो। एमालेको नेताहरूले त्यो हामीले गल्ती गऱ्यौँ र हामी यो गरेर यो सचिन्छौँ भन्ने हिसाबले चाहिँ ल्याउनु पर्यो क्या। उनीहरूले श्वेतपत्र जारी गरेर आउनु पर्यो जनता माझमा। नेकपा एमालेको नेताहरू सुध्रिएर जनता माझ आयो भने जनताले फेरि पत्याउला? अनि त्यो नपत्याउने भन्ने त कुरै छैन नि। अहिले नै धेरै मान्छेहरूले अलि मिस्टेक गरेको छ कि क्या हो भन्ने सोचमा पुगिसक्नु भएको छ क्या। धेरै भोटर्सहरूले हामीले नयाँ शक्तिलाई भोट गरेर अर्थात् रासपालाई चाहिँ 2/3 दिएर अलिकति मिस्टेक पो गरियो कि भन्ने त्योमा पुगिसक्नु भएको छ। अझै अब 1-2 वर्षमा त्यो उसको लेभल बढ्छ। किनभने अब राजनीति भन्ने कुरा चाहिँ अब सत्तामा पुगेपछि चाहिँ उसको देखिने हो क्या, समय बाद देख्न सकिन्छ त्यो कुरा भन्ने कुरा। ठिकै छ, म एकैछिन फेरि अहिलेको हालको हाम्रो बालेन सरकारतिर आएँ। पछिल्लो समयमा चुनाव अगाडि चुपचाप घन्टी छाप भनेर रासपाको नेताहरूले आफूलाई मत मागे र कतिपय अवस्थामा रासपाको हाम्रो सभापति रवि लामिछाने जो हुनुहुन्छ उहाँले पनि सुकुम्बासी बस्तीमा चाहिँ डोजर चले म छाती थाप्न आउँछु भनेर एउटा उक्ति जारी गरेर रासपालाई निकै हाइमा पुर्याउनु भएको थियो। र पछिल्लो समय हिजो अर्थात् वैशाख 12मा मात्रै
काठमाडौँको बागमतीमा अवस्थित किनारमा अवस्थित सुकुम्बासी बस्तीमा बालेन सरकारको डोगजर चलेको छ र यो विषयमा अब रविजी चाहिँ छाती थाप्न आउनु भएन भनेर धेरैको गुनासोहरू छ। तपाईँ यसको विषयमा के भन्नुहुन्छ? अब यो भनेको चाहिँ के हो भने राजनीतिमा यो चाहिँ अब भोटर्सहरूलाई चाहिँ यता अल्मल्याउने मेलो मात्रै एउटा फन्डा मात्रै हो क्या। अब यस्तो गर्दैनौँ हामी आयो भने यस्तो त्यो अबिलामी सानेले अब छाती थाप्छ भनेको थियो नि डोजर चल्यो भने सुकुम्बासी बस्तीमा। त्यो भनेको चाहिँ सुकुम्बासीहरूको भोट तान्नको लागि मात्रै हो होइन। अब त्यसलाई मैले अन्यथा चाहिँ मान्दिनँ फेरि होइन। अब त्यो चाहिँ नेपालको नेताहरूको पुरानो चाहिँ एउटा शैली हो क्या। हिजो डोजर लगाइयो यसको विषयमा चाहिँ तपाईँको के हो? सुकुम्बासी बस्तीमा डोजर लगाउन अगाडि अलिकति चाहिँ सरकारले चाहिँ गृह कार्य चाहिँ गर्नु पर्थ्यो। त्यहाँ खासमा को चाहिँ वास्तविक सुकुम्बासी थिए र को चाहिँ अब हुकुमबासी थिए भन्ने कुरा चाहिँ सरकारले पहिले नै त्यसको चाहिँ एउटा छानबिन गर्नु पर्थ्यो होइन। त्यो बस्ती उठाउनुभन्दा अगाडि र जो सुकुम्बासी थिए तिनीहरूको चाहिँ व्यवस्थापन पहिल्यै गर्नु पर्थ्यो होइन। अब हुकुमबासी थियो भने हुकुमबासीलाई त अब बल प्रयोग गर्नै पर्छ। सुकुम्बासी र हुकुमबासी अहिले तत्कालै छुट्याउन गाह्रो थियो। गाह्रो होइन नि, त्यो त छुट्याउन सक्नु पर्यो नि त सरकारले। त्यो पहिला छुट्याउनु पर्यो क्या, त्यो पहिला स्क्रिनिङ गरिसक्नु पर्यो अनि मात्रै बस्ती उठाउनु पर्थ्यो। त्यो पनि किनभने अब सुकुम्बासी त्यो गर्दाखेरि यो अलिकति लम्बिन जान्छ कि भनेर एकैचोटि डोर्जा चलाइदिएको हुन् कि बालेन सरकारले? होइन, प्रोसेसिङ त अब पुरा गर्नु पर्यो नि त। त्यो पनि हो। अब त्यहाँ उनीहरूलाई कहाँ राख्ने त? अब जुन सुकुम्बासी थिए उनीहरूलाई कहाँनिर व्यवस्थापन गर्ने त? अब होटलमा त्यो गर्ने कुरा त 2-4 दिन होला। त्यो जहिले होटलमा राखेर उनीहरूलाई व्यवस्थापन गर्ने कुरा त भएन त्यो होइन। त्यो भएको उनीहरूले पहिले स्क्रिनिङ गरेर उनीहरूलाई कहाँ त्यसको पुनर्वासको व्यवस्था गर्ने। सुकुम्बासी हटाउनु सही थियो, तर बालेन सरकारले हतार गरेर अव्यवस्थित रूपमा गरेकोले भोलि सुकुम्बासीहरूले दुःख पाउला कि भन्ने तपाईँको निष्कर्ष हो? त्यो त त्यही हो। उनीहरूको पुनर्वास चाहिँ कहाँ हुने भयो त? अब उनीहरूलाई जहिले होटलमा राखेर यो सरकारले पाल्न सक्छ व्यवस्थाहरू त गरेका छन् चाहिँ। अब त्यहीँनिर लाने नलाने भनेर अहिले त अब निर्कोल नभएको कारणले अलिकति अहिले सुकुम्बासीहरूले पक्कै पनि असहजता चाहिँ महसुस गरिरहेको हुनुपर्दछ। किनभने हिजोको केही भिडियोहरू हेऱ्यो भने राति 2 बजे रातिसम्म पनि त्यहाँनिर सुकुम्बासीमा केही सुकुम्बासीहरू चाहिँ बालबच्चाहरू सहितको भिडियो मैले देखेको थिएँ। अब अव्यवस्थित भयो भन्ने कुरामा चाहिँ म पनि सहमत छु। र अब हामी करिब हाम्रो कार्यक्रमको अन्तिमतिर पनि छौँ। र तपाईँलाई म अर्को एउटा के सोध्न चाहेको भने हामी कोरियामा यसरी दुःख सुख गरेर होइन आफ्नो काम कर्महरू गरेर बेला बेला हाम्रो कोरियाको विभिन्न ग्रुपहरूमा आफ्नो सामाजिक सञ्जालहरूमा राजनीतिक धारणाहरू राखिरहँदाखेरि हामी विभिन्न पक्षका माटो पक्षका र यता हाम्रो घन्टी पक्षका त्यसै गरी सूर्य पक्षका साथीहरू चाहिँ हाम्रो विवाद चर्किरहेको हुन्छ। यो विषयमा चाहिँ तपाईँको के धारणा छ? यो कति सही थियो गलत सही हुन्छ या गलत हुन्छ? तपाईँको थोरै धारणा अन्तिममा। अब पहिलो कुरा अब राजनीतिको विचारहरू राख्दै नराख्नुहोस् भन्ने होइन। तर अब राजनीतिक विचारहरू राख्दाखेरि अलिकति अब भाषा र शैलीहरू चाहिँ थोरै सभ्य खालको गर्नुभयो भने चाहिँ राम्रो हुन्छ होइन। कसैलाई चाहिँ अब त्यत्रो गाली गलौज गरेर होइन एकदम उशृङ्खल तरिकाले कसैको अब उमा धम्की सम्मको कुराहरू पनि आउँछ। हो त्यस्तो नगर्ने हो भने स्वच्छ राजनीतिक बहस नि हो त्यो गर्न जरुरी छ होइन। त्यो नेपालमा मात्रै होइन हामी विदेशमा भएका नेपालीहरूले पनि त्यो गर्न जरुरी छ। स्वच्छ राजनीतिक बहस हुनु पर्यो क्या। कसैलाई आरोप लगाएर कसैलाई धम्की यताउता काट्छु मार्छु यहाँ हामी भिडियोहरू आइरहेको छौँ क्या। त्यो गर्न गलत छ होइन। सभ्य शिष्ट भाषाहरू प्रयोग मैले असहमति राख्दा मैले विरोध राख्दा गर्दा पनि सभ्य भाषामा गर्न सक्नु पर्छ क्या। फेरि त्यो फेक आइडीहरूबाट होइन त्यो फेक आइडी होइन त्यो त्यही त राजनीति बिग्रिनुमै त्यहाँनिर जान्छ क्या। राजनीतिले गलत मोड लिनुमै त्यहाँनिर त्यो चाहिँ छ क्या हाम्रो। हामी आफै चाहिँ अब पहिलो कुरा आलोचना चाहिँ सहन सक्नु पर्यो नि त। पहिलो कुरा हामीले आफूले नेता मानेको आफूले भगवान मानेको नेताको मान्छेहरूको चाहिँ
उनीहरूको आलोचना सहन सक्नु पर्यो, आलोचना चाहिँ स्वीकार्न सक्नु पर्यो क्या। हस् त धन्यवाद दाजु। धेरै समय पछाडि आज भेटघाट पनि भयो र मेरो कार्यक्रमको लागि यसरी समय पनि दिनुभयो र राजनीतिक विषयवस्तुहरूमा हामी जानी नजानी मैले पनि तपाईँलाई केही क्वेसनहरू सोधेँ र तपाईँलाई कतिपय कुराहरू भन्न मन पनि थियो होला। त्यही केही भन्नु छ भने भनिदिनुहोस्। तपाईँको समयको लागि र यो तपाईँको आफ्नो महत्त्वपूर्ण समय र विचारहरूको लागि धन्यवाद दिँदै केही तपाईँको छुटेको छ भने, केही भन्ने इच्छा छ भने। अब धन्यवाद है भाइलाई। अब खासै के हो भने अब हामीले अब विचार राख्दाखेरि अलिकति सभ्य शिष्ट तरिकाले हामी आलोचना गर्दा विरोध गर्दा पनि हामीले अलिकति शिष्ट भाषाहरू प्रयोग गरेर संयम तरिकाले गरौँ होइन। अब म राजनीति गर्छु भन्ने ऊ पनि होइन र राजनीति गर्नै पर्छ भन्ने पनि छैन, तर राजनीति बुझ्नु चाहिँ पर्छ है। अब मेरो त्यो हो। मैले चाहिँ अब राजनीति आफूले पनि बुझ्ने हो र त्यसमा एक्टिभ हुनुपर्छ भन्ने छैन र भोलि अब राजनीतिमा एक्टिभ भइन्छ भन्ने पनि होइन, तर हामीले कम्तीमा राम्रोलाई राम्रो भन्यौँ र नराम्रोलाई हामीले यो नराम्रो भयो भनेर औने दिने काम गऱ्यौँ भने पनि देश बन्छ भन्ने हो। सच्चा बोल्नु। हजुर। हस् त दाइ, धेरै धेरै धन्यवाद। र पछि पनि कुनै समय बखत कुनै विषयवस्तुमा कुराकानी गर्नु पऱ्यो भने तपाईँलाई म फेरि पनि स्वागत गर्नेछु र त्यति बेला पनि समय दिनुहुन्छ भन्ने आशा राख्दै आजको हाम्रो कार्यक्रमबाट बिदा हुन चाहन्छु। धन्यवाद दाइ। कार्यक्रम छताछुल्लामा आज भरत इङनाम दाइसँगको कुराकानी तपाईँहरूले हेरिसक्नुभयो र तपाईँहरूलाई मनमा लागेको प्रतिक्रियाहरू कृपया कमेन्ट बक्समा गएर कमेन्ट गरेर बताइदिनु होला, लेखिदिनु होला र आगामी दिनहरूमा पनि विभिन्न विषयवस्तुसँग सम्बन्धित कुराकानीहरू विभिन्न व्यक्तित्वहरूसँग गर्ने बाचा गर्दै अर्को एपिसोडसम्मका लागि म साउन सुब्बा बिदा हुन चाहन्छु। धन्यवाद। नमस्ते।